हेलो साथीहरू, हामी घाँस काटेर हामी हिँडिसकेको हो। थत्रै छ घाँस, यहीँबाट जाने साथीहरू। यो कोदोबारी बाटो छैन, बिचमा हिँड्ने हो, उता निस्किने हो। हेर्नु साथीहरू, यो कोदो छ। मेरो बुढी अगाडि हिँड्नु भएको छ घाँस बोक्दै, म पछाडि छु। ए साथीहरू, यस्तो छ। अलिकति नाम्लो तल भएछ, त्यही भएर बुढीले माथि गरेछ। बाँदरहरूलाई डराउन दिनलाई मान्छेको जस्तो बनाएर राखेछ। बोक्दै हुनुहुन्छ अब। अलिकति थुप्रो छ, थुप्रो काटेको बुढीले घाँस पनि। मैले त थोरै काटौँ भनेको थियो, आउँदा अलि धेरै नै काटेर लैजाउनु भनेर। कस्तो छ बारी अहिले बुढी? राम्रो छ? ल राम्रो छैन, यही हो कोदोबारी, राम्रो छ। दुईटा छ यहाँ, मैले लिएछु। हुन्छ, यसरी हो त चाहिँ। घाँस त थुप्रो छ, काट्न नसक्ने छ। अब भैँसी ब्याएको छैन, भैँसी ब्याएको भए दुध खान पाउँथ्यो। यसले तलतिर हुन्छ, छ हरियाली छ, रमाइलो छ। जस्तो छ यहाँ चढेर वाट्टै चढ्ने अनि जाने। डाँडोमा आइपुग्यो साथीहरू हामी। साथीहरू, यो बडहरू मान्छन् है, हामी पढेको यो स्कुलमा। उहाँ हजुरले दुईचोटि भारी बनाइसक्नु भयो। हो र, तान्नै पर्ने हुन्छ हो साथीहरू। बुढीलाई तान्नु पर्यो र मैले। ल आउनुहोस् हजुर, आउनुहोस्। ल सबास। पहिरो गएको जस्तो हो यो बाटो हो, झिरो बास भन्छ यता सिरौले, उता अलि उता चित्रे हाम्रो करङसरा हो साथीहरू। स्याङ्जाको है साथीहरू, स्याङ्जातिर पनि राम्रो छ एरिया। हेर्नु न कति रमाइलो छ। हो त्यो ठुलो पहाड हो, वनको माझमा छ साथीहरू बाटो पनि।